आउने भविष्यका विद्यार्थीहरूको लागि चाहिँ के सल्लाह दिनुहुन्छ भन्न खोजेको मैले। रङ इन्फर्मेसनलाई राइट तरिकाले प्रेजेन्टेसन गर्दाखेरि पनि रङ इन्फर्मेसनै गइरहेकै हुन्छ होइन। त्यो चाहिँ नि जज एज अ स्टुडेन्ट एज अ प्यारेन्ट्सले चाहिँ गर्नुपर्ने हुन्छ। स्टुडेन्टले सक्दैनन् भने पनि प्यारेन्ट्सले चाहिँ उहाँहरूलाई स्टुडेन्ट्सहरूलाई चाहिँ बुझाइदिने काम चाहिँ गर्नु पऱ्यो होइन। अर्को भनेको चाहिँ नि हामीले कहाँ पढ्न जाँदैछौँ र के पढ्दैछौँ त्यो युनिभर्सिटीको चाहिँ नि क्रेडिबिलिटी होइन छ कि छैन। अभियसली छ नि त छ, तर भ्याल्यु फर मनी भन्ने पनि एउटा कुरा हुन्छ जुन चाहिँ नि हजुरले $10,000 तिरेर जाँदै हुनुहुन्छ भने अर्को $10,000 अथवा $11,000 चाहिँ कहाँ राम्रो इन्स्टिट्युटले चाहिँ पढाउँदैछ, कुन युनिभर्सिटीले चाहिँ त्यसको खुबी के छ भन्नेको एउटा रिसर्च चाहिँ पक्का पनि गर्नुपर्छ। र फाइनेन्सियल्स हाम्रो देशबाट स्टुडेन्ट जाँदाखेरि हामीले $141 टेन्टेटिभली एक्सचेन्ज रेटमा पनि पैसा पनि लिएर पनि गइरहेका छौँ। त्यो पैसा लिएर जाँदाखेरिको कस्ट हामीलाई कति छ त त्यो भन्ने पनि एउटा एज अ प्यारेन्ट्सले र एज अ स्टुडेन्टले पनि त्यो हेर्नुपर्छ भन्ने चाहिँ नेसेसरी मलाई एकदम धेरै लाग्छ।